छेउमा भएको कुरा नै कता कतै यो क्रान्तामा भएको कुरा नै गरेको हो कि मलाई चाहिँ किन लाग्यो त्यो भने म 2 वर्ष 3 वर्ष अगाडि भुटुङतिर गएको थियो स्टेट टुरमा मैले चाहिँ थाहा थिएन नि बुनुहरूलाई मैले सोधेँ छोरीहरूलाई सोधेँ थाहा हुँदैन के भन्छ त्यसलाई हामी जन्मिसकेपछि जन्मदिन मान्ने गर्छौँ 1 वर्ष पुगेपछि बर्थडे के भन्छ होइन त्यसलाई होइन हो त्यस्तो सरी है म बहिनीहरूलाई छोरीहरूलाई के भन्छ त्यसलाई गर्भ अवस्थामा पनि मान्दो रहेछ नि हो हो म अचम्म लाग्यो कसरी थाहा पाएको उहाँले यहाँ चाहिँ पनि आउँदो रहेछ कि एउटा अन्दाभित्र पनि आउँदो 5 महिना 11 दिन 5 महिना 21 दिन हुँदाखेरि के भइरहेको छ त्यसलाई कपाल कुन भगवान्ले दियो होइन वाङबो छाउसिङ रिटु कुरोइने भनेर भनिन्छ कि त्यो भित्र चाहिँ वाङबो भनेको चाहिँ शरीरको हरेक अङ्गहरू के टुक्रा टुक्रा छ नि हाम्रो त यहाँ 272वटा टुक्रा छ नि यहाँ हाम्रो इम्पोर्टेन्ट ठुलोमा चाहिँ के इम्पोर्टेन्ट त्यो 272 टुक्रा चाहिँ कहाँबाट जोड्यो कुन भगवान्ले जोड्यो कसरी त्यो उदाहरणको लागि घर निर्माण गरे जस्तै रहेछ नि मानवको जुनीको पनि होइन मान्छे पनि त्यही एउटा चिजले खाँचो हुन्छ अर्को चिजले गाडीको पनि पार्टको चाहिँ एउटा बिग्रियो भने त बुढ्दैन नि होइन हो त्यस्तो ला साउ के भन्छ अरे त्यसलाई बेबी साउ ला कसरी थाहा भएको यो भन्दाखेरि त्यो सबै मान्छेले त्यो ग्रान्त पढेको त हुँदैन तर पनि यस्तो विद्वान यस्तो संसारमा आइपुगिसकेकी छ कि हामी के हिजो 50 वर्ष अगाडि 100 वर्ष अगाडि थियो त त्यस्तो थाहा छैन कसरी गरेको थिएन है अनि यसमा अलिकति कोहीले चाहिँ के गर्दो रहेछ भने विरोध गर्न त पाइयो होइन यो त बिना कामको हाम्रो होइन नि इन्डियनको हो यो त इन्डियाको हो भनेर पनि भन्दो रहेछ नि त ल मान्छे त इन्डियाको होस् कि जहाँको होस् कि पृथ्वी गोलो भित्रको त सबै मान्छे नै हो नि होइन त्यसरी पो हेर्नु पऱ्यो नि त को जात को थर को हेर्ने होइन नि त मान्छे हो नि त होइन बल्ल वाङबो छाङसिङ रिटो कुरो हो त्यो चिजहरू चाहिँ ठक्क वाङबो भनेको चाहिँ शरीरको हरेक अङ्ग छाङसिङ भने उहाँको चाहिँ परिपक्व भयो वाङबो छाङसिङ रिटो कुरो हेर्ने 7 महिना 2 दिन हुँदा त जन्मिँदा नि हुने रहेछ हामी त तर अलि विकसित भएन बस्नुहोस् है भनेको साङ्केले भगवान्ले पनि है तर कति हामी 7 महिनामा जन्मेको मान्छे पनि देख्न सकिन्छ भेट्न सकिन्छ होइन यहाँ चाहिँ त्यो कुरा आउँदो रहेछ छोराछोरीहरूले बहिनीहरूले मेरो आदरणीय आमा बुवा सबैले सुनिरहनु भएको भनेर मैले 2टा कुरा राखिदिएको म त त्यस्तो जान्ने मान्छे त होइन तर पनि आफूले चाहिँ कुन चिजको अध्ययन गरेको छ त्यसमा अलिकति त